हेलो गाइज वेलकम टू माई ब्लग। सो आज हामी आएको छौँ गोदावरी रिजोर्ट विच इज लोकेटेड इन इटहरी होइन। कस्तो राम्रो रिजोर्ट छ, यु क्यान सी गाइज। र अरू पनि देखाउँछु। अहिले भर्खर इन्ट्री नै गर्दैछौँ हामी, जस्ट लेक साइडमा छौँ हामी अहिले। अनि मेन चाहिँ मलाई सबभन्दा इन्ट्रेस्टिङ त्यो लाग्यो है, त्यहाँ देखिरह्यो होला लाइक झुल्ने छ होइन, त्यहाँ फोटोसुटहरू मान्छेहरू गर्छ नि त, ठुलो पिङ्क टाइपको। अनि त्यहाँ त्यस्तो छ, कस्तो राम्रो ठाउँ। हाम्रो पिकनिकको खाजा चाहिँ यही हो गाइज। हामीहरूले पनि जानुपर्छ। वाटर खतरा क्या, मलाई कस्तो मन पर्यो यो चाहिँ। अनि अरू झुल्नेहरू पनि छ। मलाई यो रिजोर्ट साँच्चीकै धेरै नै मन पर्यो। आर्यन कस्तो लागिरहेछ त? एकदम मजा आइरहेछ। हामी अझै अब हेर्न गइरहेको छु, अझै कुरा देखाउनेछु। हामी भर्खरै खाजा खायौँ, अब घुम्दैछौँ के कसो छ रिजोर्ट एक्सप्लोर गर्दैछौँ। तपाईँहरूलाई पनि देखाउँछौँ के छ यहाँ रिजोर्टमा। यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ के छ भनेर। यहाँ हजुरहरूले फोटो खिच्न सक्नुहुन्छ। अरू त खेल्नेहरू छ, पिङ खेल्नेहरू छ। अनि अरू त खासै केही छैन, तर रमाइलो छ। अघिदेखि म त बिर्सी नै सकेको थिएँ, म ब्लगिङ पनि गर्दैछु गाइज। लाइक म यति धेरै बिजी भइसकेको थिएँ, कति धेरै लाइक फोटो खिच्न थालेको थिएँ। अनि बल्ल फोटोबाट फ्री भएर अनि मलाई याद आयो म ब्लग पनि गर्दैछु। र म धेरै चिज तपाईँहरूलाई देखाउन बिर्सेँ, बट इट्स ओके गाइज। ल यो चिज चाहिँ के हो मैले नि बुझिनँ। यो क्याफे जस्तै होला मलाई जस्तो लाग्यो, प्राइभेट क्याबिन टाइप, बट इट इज टु क्युट होइन। कस्तो क्युट लागिरहेछ नि यो क्याबिनहरू। रेस्टुरेन्ट जस्तै होला है यो पनि, होला त्यस्तै लागिरहेछ मलाई। अरू त गाइज यता यति धेरै भिड भइरहेछ के भन्नु, जता पनि लाइक मान्छेहरू पिकनिक बनाइरहेछन्। इट इज टु गुड क्या, कस्तो रमाइलो लागिरहेछ मलाई। अनि अब खाजा त खाइसक्यौँ, अब खाना खाने बेला भयो, जाँदैछौँ अब आफ्नो ठाउँमा। हामीले पनि बोटिङको लागि टिकट लिइसकेका छौँ, आर्यनले पनि र म, हामी दुवैले। अब जाँदैछु बोटिङ गर्न। सो एक्साइटेड बोटिङको लागि चाहिँ। ओ गड, युजली यहाँ टिकटको रेट चाहिँ 200 रहेछ, तर हामीहरूलाई पर्सनली 100 चाहिँ रहेछ हाम्रो लागि चाहिँ। सो एक्साइटेड गाइज। यहाँ भिड हेर्नु न, अस्ति भिड छ है। Look at that. कस्तो राम्रो देखिरहेछ। अब हाम्रो पालो। बुनु कस्तो लागिरहेछ तिमीलाई? राम्रो लागिरहेछ? एक्साइटेड? ल हाम्रो पालो। आर्यन कतिको एक्साइटेड? धेरै? ल हाम्रो पालो अब है। ल गाइस हामी बस्यौँ बोटमा। बनाउँदैछ शिलाले। शिला टिकटक बना। आर्यन कस्तो लागिरहेछ? अनि कस्तो लाग्यो त बोटिङ? एकदम मजा आयो। मजा आयो गाइस। कस्तो भयो तिमीलाई? मजा आयो?
गाइस मैले त खाना खाने बेला लाइक देखाउनै सकिनँ त हौ, एकदम धेरै नै मान्छे भएर म देखाउनै नै सकिनँ। फिलहाल अहिले हामी जान आँटेको छौँ एन्ड यो दुईवटा बच्चा जुन छ यिनीहरूलाई चाहिँ खेल्नु छ यो झुला। अब यिनीहरूको लागि पर्खिनु परिरहेछ मलाई एन्ड यिनीहरूलाई हेर्नु परिरहेछ। अब हेरिरहेको छु। त्यस पछाडि जाने मम्मी आन्टीहरू सबैजना उहाँ हुनुहुन्छ, वेट गर्दै हुनुहुन्छ हाम्रै एन्ड म चाहिँ यिनीहरूको वेट गर्दैछु। अब जाने एकछिनमा।